सर्वशक्तिमान परमेश्वर भन्नुको अर्थ उहाँको सामर्थ्य अतुलनीय र असीमित छ। उहाँको नियन्त्रण बाहिर कुनै पनि परिस्थितिहरू छैन। उहाँले तोड्नु नसक्ने कुनै पनि बन्धनहरू छैन। उहाँको प्रेम चाहिँ आज हामी हेर्छौँ भने सबैभन्दा महान प्रेम, र यस्तो प्रेम हामीलाई कसैले पनि गर्नुभएको पनि छैन। र जब हामी हाम्रो महान परमेश्वरलाई, हाम्रो सर्वशक्तिमान परमेश्वरको हौ भनी जब हामी महसुस गर्छ भने तब हामीले हाम्रो परिस्थितिहरू पनि बदलिँदै गएको हामी थाहा गर्छौँ। तब हाम्रो जीवन पनि एउटा कन्ट्रोलमा भएको, नियन्त्रणमा भएको हामीले थाहा गर्छौँ। त्यसैले गर्दाखेरि आउनुहोस् हाम्रो परमेश्वरलाई, हाम्रो सर्वशक्तिमान, हाम्रो महान परमेश्वरलाई र उहाँको यो शक्तिलाई याद गर्दै, उहाँको महानतालाई याद गर्दै उहाँलाई प्रशंसा गरौँ, किनभने यो प्रशंसा उहाँको शक्तिलाई थाहा गर्दै गर्दा आउने कुरा हो।